हेलो फेरि पनि म सबै भ्युअर्सहरूलाई नमस्कार चढाउँदै फेरि पनि म एउटा मेरो ब्लगमा आएको छु। आज चाहिँ म मेरो यो अलैँची बारीमा आएको छु। कस्तो भएको रहेछ भनेर हेर्दै आएँ, मजाले आएको रहेछ र तपाईँलाई म सबै देखाउने छु। तपाईँलाई कस्तो लाग्छ आशा राख्छु तपाईँले पनि भने सब्स्क्राइब गरिदिन्छ भन्ने, लाइक गरिदिन्छ भन्ने है। र मेरो यो अब फार्मै भनौँ, एउटा सानो मेरो लागि चाहिँ सानो यो बारीमा है फेरि म अलैँची बारीमा आएको छु। यतापट्टि चाहिँ पाखा छ, त्यहाँ चाहिँ अलैँची लगाएको पहिला, तर त्यहाँ पनि मर्यो। त्यहाँ चाहिँ मर्दाखेरि यता चाहिँ मजाले बाँचेको छ, यतातिर मजाले बाँचेको छ अलैँची। तपाईँलाई है देखाउने छु, जे देख्दै जान्छु म देखाउँदै तपाईँलाई जानेछु। यतापट्टि पनि छ अलैँची, यतापट्टि पनि छ र यतापट्टि पनि। यहाँ चाहिँ एकदमै कमजोर खालको छ, कति बिमार लागेको छ अलैँची, तर अब मजाले फल्नु चाहिँ फल्दैछ। नेक्स्ट इयरको लागि पनि फल्दैछ, तपाईँलाई पनि देखाउने छु। यहाँ चाहिँ इस्कुस रोपेको छु। यो इस्कुस चाहिँ अगौटे इस्कुस भनौँ न, अलिकति अगौटे फल्छ। यहाँ आउँदो रहेछ टुसा सानो, यसमा सिस्नु पनि रहेछ। यसलाई पनि अलिकति गोडी राखौँ, यहाँ सिस्नु रहेछ, यसलाई पनि गोडी राख्छु अलिकति। यो चाहिँ अरू इस्कुसभन्दा अलिकति अगाडि नै फल्छ। यो यहाँनिर अलिकति अगाडि फल्छ यो चाहिँ। यसलाई यो आउँदो रहेछ मजाले यस्तो। तपाईँलाई जे मैले खेती गरेकोहरू म देखाउनु छु है। यो चाहिँ जङ्गलबारीमा म आज आएको छु, जङ्गलमा। यो इस्कुसको थाङ्ग्राहरू छ, पहिलाकै थाङ्ग्रा। यसलाई अब यो पालि चाहिँ उसलाई थाङ्ग्रा लाउनु परेन, कारण पहिलाकै छ थाङ्ग्रा। यहीँदेखि नै यो माथि बढेर आउनेछ, यहाँ माथि पस्छ है, यसरी यहीँ माथि फल्नेछ। र तपाईँलाई फेरि म अलैँची देखाउने छु है। अलैँची कतिको फुल्दो रहेछ भन्ने, फुलेको रहेछ। अब यो आउने सालको लागि कतिको यिनीहरूले प्रडक्सन दिँदो रहेछ भन्ने तपाईँलाई देखाउनु छु। यो चाहिँ हामीले यो घाँसहरू काटेर मल बनाएको, यसलाई यसको फेदमा लगाइदिनुपर्छ यसरी काटेर। जस्तै अब यहाँनिर यहाँ पनि छ घाँस, यसलाई हामीले बिचमा फाड्नु पर्यो, यसलाई फाड्नु पर्यो यसरी। यसलाई फाडेर हामीले सक्दो चाहिँ हामीले यसको फेदमै लगाइदिनुपर्छ। सक्दो चाहिँ यसको फेदमै हाल्ने, यसलाई कुहिन्छ, यही नै मल हुनेछ है। तपाईँलाई फुलेको म देखाउने छु है। अब यो पालिको लागि अब प्रडक्सन कति हुँदो रहेछ भन्ने चाहिँ यहाँदेखि चाल पाउँछ। यो चाहिँ सेरेम्ना है, सेरेम्ना हो, मजाले फुलेको छ यहाँनिर। यो सेरेम्ना चाहिँ अब यसमा चाहिँ बेनिफिट हुन्छ, जति फुलेको यसले मजाले प्रडक्सन दिन्छ। यो फुलिरहेछ मजाले यहाँनिर। अब नेक्स्ट इयरको लागि, अब आउने दिनको लागि यसले मजाले प्रडक्सन दिन्छ। यहाँ भयो, यहाँ पनि मजाले फुलेको छ। यसरी गोड्नु चाहिँ पर्छ अलैँचीमा चाहिँ। यसो मान्छे आउँदा यसो गोड्दै गर्नुपर्छ, खेतमा गोड्दै गऱ्यो भने चाहिँ यसले मजाले प्रडक्सन दिन्छ, मुसाहरू लाग्दैन है। यहाँनिर खनेर राख्नु यसरी, तपाईँलाई देखाएको यसरी देखाइराखेको छु। हेरिदिनुहोस् तपाईँले पनि, यहाँ पनि मजाले लागेको छ। आज सिमसिम पानी पनि परिराखेको छ है, मजाले फुलेको रहेछ। अब यहाँनिर यहाँ पाइप पनि छ, यसमा मैले पानी पनि घुमाएको थिएँ पाइपमा। तर अब रेनी सिजन हुँदैछ, त्यसले गर्दाखेरि अब पानीको समय
गर्दाखेरि हामीले अहिले पाइप चाहिँ मैले घोराएको छुइनँ। यहाँदेखि पाइप गएको छ। अब हेर्नुहोस् तपाईँलाई देखाउने छु प्रोडक्सन कतिको भएको छ यसमा। यहाँ पहिला ड्याममै थियो, अहिले मर्यो, तर पनि मजाले प्रोडक्सन दिइरहेछ। प्रोडक्सन मजाले भएको छ। यहाँदेखि यहाँ चाहिँ मैले एउटा यो लगाएको थिएँ, गलन्डर भनौँ न। यो कस्तो भएको रहेछ यहाँ पनि हेर्छु। यो गलन्डर, यहाँ गलन्डर यहाँ छ। जङ्गलमा आएको पनि निकै भएको थियो, तर आज यसो चान्स पाउँदा चाहिँ म आएँ, तपाईँलाई यसो देखाउँदैछु। यो गलन्डर पनि मजाले फल्छ यो भागमा। अब यहाँदेखि आएर यसको लागि चाहिँ मैले किन रोपेँ भन्दा चाहिँ, यहाँ चाहिँ किन रोपेँ भन्दा चाहिँ यो चाहिँ ठुलो भयो भने चाहिँ यो रुख छ, यो रुखको मैले यो रुखलाई हेरेको। यो रुख छ, यसमा यहाँदेखि चढेर यो जाने छ। यसको सपोर्ट लिएर चाहिँ मैले यो रुखको लागि मैले सपोर्ट लिएको छु। यसमा चढ्ने छ। रुख ठुलो छ यो चिलाउनेको रुख हो। यो माथिसम्म छ यसको। र त्यही हेरेर मैले यहाँनिर ग्लान्डर लगाएको छु। यसलाई पनि यसमा चाहिँ अलिकति सक्यो भने हामीले गाईको मल लगाएर झन् राम्रो हुन्छ। अब म 1-2 दिनमा फेरि लाग्ने छु यसमा है, लाउने छु। यो मजाले गोडिराख्छु। यसलाई हावा यसो गर्दा चाहिँ हावा खानु पाउँछ, मजाले फल्छ, मजाले यो बढ्छ, बढ्छ। यहाँ वरिपरि यसको यसलाई पनि फाड्नुपर्छ, फाडफुड गरेर राख्नुपर्छ वरिपरि। र फेरि तपाईँलाई यहाँ तल्ला साइडमा कस्तो खालको अलैँची, कस्तो खालको प्रोडक्सन भइराखेको छ यसको। पत्ला भए पनि यसले दिएको छ, दिनु चाहिँ प्रोडक्सन चाहिँ भइराखेको छ। 2-3टा भए पनि फुलेको छ। फुल्नु चाहिँ यो चाहिँ सेरेम्ना हो। त्यसले गर्दाखेरि यो चाहिँ फुलिसकेको चाहिँ यसले मजाले प्रोडक्सन चाहिँ दिन्छ। यसले मजाले दिन्छ। यो मजदुस हेर्नु मात्र आएको आज चाहिँ, तर हामीले अब अहिले चाहिँ मजाले हामी फाडिहाल्दैन, यसको फाड्ने टाइम छ। अलिक घामहरू लाग्छ, कति चान्सेस हुन्छ सुक्छ पनि, फुलहरू सुक्ने चान्सेस हुन्छ, तर यसको टाइम हुन्छ हामीको। यहाँतिर पनि छ, यहाँदेखि रोपेर यहाँतिर पनि पुरा मल चाहिँ लगाएको छ। मल चाहिँ हामीले काट्छ, वरिपरि फाड्छ हामीले। जस्तै अब यसलाई भयो, यसलाई अब उखाल्यो, उन्युङ भयो, यो नुङलाई उखाल्यो हामीले, यसलाई यहीँ राख्छ हामीले। अस्ति मैले अब यो काँचो थियो यस्तै, यो हरियो थियो पहिला, ग्रिन थियो यस्तै, तर अहिले ड्राई भएर यो मल भएको छ। यो चाहिँ सिक्नुपर्छ हामीले है, यसरी सिक्यो भने चाहिँ राम्रो हुन्छ। अब कतिले सक्नेले गाईको मल पनि लाउँछ, तर म चाहिँ पहिला यहाँ माथितिर चाहिँ लगाएको मैले पुरै, तर अहिले चाहिँ मैले त्यति लाउँदिनँ। र यही पनि हुँदो रहेछ, अरिजिनल नै हुँदो रहेछ। यो पनि मर्दो रहेछ, मजाले प्रोडक्सन दिन्छ। यहाँदेखि पनि यसले मजाले मल पाउँछ, मजाले नै फल्दो रहेछ यो पनि अलैँची है। र तपाईँलाई यतापट्टि पनि छ, यता पाखामा पनि लगाएको छु मैले। अहिले मसिनो छ, तर अब 2 वर्षतिर ठुल्ठुलो हुन्छ। यो पनि मजाले फल्छ। यो 2 वर्षकै हो, 2 वर्ष हुँदा नै यसले प्रोडक्सन दिनु थालेको छ। अब छ छैन एकछिन यहाँ पनि हेरौँ। 2 वर्षमै मैले कतिको भएको रहेछ, यहाँ पनि दिएको छ छैन हेर्दै जाउँ। दिएकै छ, सक्दो चाहिँ सेरेम्ना। यो सेरेम्नाले चाहिँ मजाले नै दिन्छ प्रोडक्सन। यहाँ चाहिँ यहाँ पनि दिएको छ, यहाँतिर पनि दिएको रहेछ। तपाईँलाई यहाँ पनि देखाउनु छु, यहाँतिर पनि तपाईँको फलेको छ। यहाँ पनि प्रोडक्सन चाहिँ भएको छ, आएको छ। यहाँतिर पनि दिइराखेको छ। यहाँतिर हेर्नुहोस् तपाईँले है, यहाँ पनि प्रोडक्सन चाहिँ दिएको छ।
अब सबै कुरामा हामीले स्ट्रगल चाहिँ गर्नै पर्यो। अब यो अलैँची हामीले रोपिन्छ, यो सजिलो फल्दैन है। यो अलिकति हामीले हेर्दै गर्नु पर्यो यसो टाइम पाउँदाखेरि। अब यो अलैँचीलाई मात्रै हेरिबस्नु भने होइन, फाल्टो कामलाई पनि हामीले ध्यान दिनुपर्छ र यसरी आफैले गरेकोलाई इम्पोर्टेन्ट दिएर हामीले हेर्दै गर्नुपर्छ यो। र यो चाहिँ मैले यही पालि लगाएको। यहाँ चाहिँ कस्तो हुन्छ, यहाँ पनि अब कस्तो भएको रहेछ तपाईँलाई पनि देखाउनु छु। यही पालि लगाएको मैले। यहाँ चाहिँ अब अलिकति फाड्छु यसलाई पनि है, यसलाई अलिकति फाड्छु म। यहाँदेखि यो पनि अब कस्तो, यसले कस्तो दिँदो रहेछ, यसले कस्तो खालको दिँदो रहेछ, मजाले हुँदैछ छैन। यो पालि रोपेको मैले, यसले कस्तो दिँदो रहेछ। यहाँ पनि मैले यही खालको मल गरेर यसलाई राखेको छु। यो पनि मल यहीँ हुन्छ। अब यहाँ पालि यो पालिले टुसा दिएको छ छैन, टुसा दिएको छ। टुसा मजाले दिएको रहेछ यहाँले। टुसा कस्तो रहेछ यसो नि तपाईँलाई देखाउने छु। यहाँ टुसा यहाँ रहेछ। अब यहाँदेखि अब यसले नेक्स्ट इयरको लागि यो भइहाल्छ। यहाँदेखि यसले सपोर्ट गर्छ। यसले पनि अब यसले पनि बिउ प्रोडक्सन गर्छ। यसले पनि बिउहरू उत्पन्न गर्नेछ यहाँदेखि पनि हो। यसले पनि यो बाँच्छ। अब यो बाँचेको यो बाँच्ने छ र हेर्दै है तपाईँलाई मैले यहाँ पनि देखाउने छु। यतापट्टि पनि फाड्छु अझै, यहाँतिर पनि छ, कतिर पनि छ, यहाँ तल पनि छ। यो चाहिँ बनमारा पनि रहेछ है। यो बनमारा चाहिँ दबाई पनि हुन्छ है, मेडिसिन काम गर्छ। पेटहरूमा भित्र जस्तै अल्सरहरू हुन्छ पनि काम गर्छ भन्छ यसले। म पनि बिहान बिहान चाहिँ खान्छु कोही बेला, बिहान बिहानै प्रायः जस्तो म खान्छु यसलाई म। र है तपाईँलाई देखाउँदै यहाँ पनि मैले यो पालि रोपेको यसलाई पनि। अब यो पनि लामो भने उन्युङ, यहाँ यो ठुलो उन्युङ आएको रहेछ। यसलाई म हटाउने छु। यो उन्युङलाई चाहिँ हामीले सक्यो भने चट्टै काट्नु चाहिँ हुँदैन। सक्यो भने किनभने काटिराखेको छ भने चाहिँ, जस्तै अब मैले यहाँ काटेँ अरे, यो काट्यो भने चाहिँ यसले खुट्टाहरू घट्ने चान्सेस हुन्छ। यसलाई बिस्तारै सक्यो भने यसरी उखालेको राम्रो, यो उक्किन्छ। यसो गरेर यो उक्किन्छ यसरी उकाएको राम्रो। यस्तो दर हुन्छ यसको भित्र पनि। यसलाई पनि अब हामीले यसरी युटिलाइज गर्न सकिन्छ। यसलाई पनि यो एउटा मलै बनिन्छ। यो पनि फ्याल्नु भएन यसलाई, सबै चिज मल हुन्छ नि। मल यहीँ बनिन्छ जाने भने। अब जस्तै अब यसलाई काट्नु पर्यो, यसलाई फाडेँ मैले, यहाँ फाडेँ मैले, यहाँ फाडेँ। यसलाई मजाले भएको छ है। अब यसलाई फाड्नुमा चाहिँ के यसलाई बेनिफिट हुन्छ भन्दा चाहिँ, अब यहाँ हामीले फाडिराख्यो भने यसले हावा खानु पाउँछ। अन्त यसले मजाले यो छिटो बढ्छ। अब यहाँनिर यसले पनि टुसा दिएको छ, टुसाहरू दिँदैछ। यसले पनि टुसा दिँदैछ। यसलाई गर्नु मजाले छ। गर्नु सक्यो भने यसमा यसले प्रोडक्सन पनि गर्छ, राम्रो छ। यसको मार्केटिङ पनि राम्रो छ अलैँचीमा गर्नु सक्यो भने। तर मेहनत चाहिँ गर्नु पर्यो, अल्छी गर्नु भएन। अब जस्तै यहाँ फाड्नु पर्यो वरिपरि। यहाँनिर यसको वरि यहाँ अलैँची यहाँ छ, यसको वरिपरि यहाँ घाँस छ। अब यसलाई बाङ्कीबाङ फाडेर हैसाले फाडेर चाहिँ फ्याँक्नु भएन नि यसलाई। जस्तै यसलाई अब यसलाई मैले फाडेँ, यहाँनिर मैले यहाँ फाड्दैछु यसलाई, वरिपरि फाड्छु। यहाँ फाडेँ यसरी है। अब यो फाडेर फ्याँक्नु भएन, यसलाई सक्क टिप्नु पर्यो। टिपेर यसलाई यहाँ राख्नु पर्यो अलैँचीको छेउमा। अब यहाँ पनि त्यही छ, यहाँ वरिपरि छ। यसरी फाडेर यसरी यसलाई नै टिपेर चाहिँ
यसलाई छेउछाउमा राख्नुपर्छ यसरी भने यही मल बनिन्छ नि। त्यसले गर्दाखेरि हामीले गाईको मलहरू बोकिबस्नु परेन। जाने भने मल चाहिँ यही घाँसै हुन्छ मल। यसलाई वरिपरिलाई यसरी होइन अलैँची यसो खानुपर्छ, चिल्लो राख्नु पर्यो। र योहरू पनि मैले राखेको पहिला सब कुहिएर मल भइसकेको छ। यो काम लाग्छ। यो छेउछाउमा राखिदिनुपर्छ यसरी वरिपरि गोड्नु पर्यो। यसरी अल्छी चाहिँ गर्नु भएन। हामीले अलैँचीलाई पनि हामीले माया दिनु पर्यो नि, माया दिनु पर्यो। जुन चिजलाई पनि माया गरे भने चाहिँ जस्तै अब मैले अलैँचीलाई ध्यान दिएर गोडेँ भने, मजाले मैले गरेँ भने यसले पनि हामीलाई सहयोग दिन्छ क्या भोलिको दिनमा। यसले मजाले यसले प्रोडक्सन दिन्छ, यसको मार्केटिङ राम्रो हुन्छ। अब जस्तै अब यहाँ छ, मैले यहाँ कति अब यसो देख्दाखेरि कति बिमार लागेको जस्तो पनि देख्छन् अलैँचीलाई चाहिँ। तर त्यो अब बिमार लागेछ भने अलैँची म छोड्छु भनेर होइन। जस्तै अब म चाहिँ के गर्छु भन्दाखेरि अब यहाँ तलतिर पनि छ, यहाँ तलतिर पनि छ अलिकति मेरो। अब के गर्छु भन्दा चाहिँ बिउ ल्याउँछु, त्यहीँदेखि म निकाल्छु है, राम्रो राम्रो बिमार नलागेको त्यसलाई नै रोप्छु। यिनीहरू सबै त्यसरी मैले गरेको। मैले एकै ठाउँ मैले रोपेकै ठाउँदेखि चाहिँ मैले बिउ चाहिँ मैले सारेको। यिनीहरू सबै एक ठाउँ सार्दाखेरि भएको छ। कतिले अब ती कति सार्दा बिमार लाग्छ भन्छ, तर त्यो होइन, हेर्नु पर्यो। बिउ चाहिँ राम्रो हुनु पर्यो। बिउ राम्रो छ भने चाहिँ त्यो राम्रै हुन्छ कि। जस्तै यो पनि मैले सबै यहीँको सारेको। मैले यहाँ माथिदेखि ल्याएको कसै यहीँको सारेँ है। त्यसो गर्दाखेरि राम्रो हुँदछ। आफैकोमा सेफ हुन्छ, टाढोदेखि ल्याउनु परेन, आफैदेखि आफै जानुपर्छ। मजाले प्रोडक्सन दिएको छ। यसरी प्रोडक्सन मजाले दिन्छ। र सक्यो भने अलैँची प्रोडक्सन गऱ्यो भने, अलैँचीको खेती गऱ्यो भने यसले राम्रो प्रोडक्सन दिन्छ। यसको मार्केटिङ पनि राम्रै छ। र है भन्दै तपाईँहरूलाई मैले देखाएँ। र कति मैले पुरा देखाउन सकिनँ होला तपाईँलाई। आउने दिनमा फेरि राम्रो राम्रो म तपाईँलाई देखाउने छु। यिनीहरू पनि मैले यसपालि रोपेको, मजाले आएको छ यिनीहरू पनि। जस्तो हामीले बेला बेला चाहिँ आएर यसो हेर्दै गर्नुपर्छ। यहाँतिर अब यो काँडाहरू खालको हुन्छ, यिनीहरूलाई पनि हेर्नु पर्यो। अब यस्तो छ भने, जङ्गल छ भने फाड्दै गर्नुपर्छ बिचमा। अब जब यिनीहरूले फुल दिनु थाल्छ अलैँचीले, त्यसमा हाम्रो चान्सेस हुन्छ है, मुसा लाग्ने चान्सेस हुन्छ। मुसा लाग्ने चाहिँ मेन चान्सेस हुन्छ। किन भन्दाखेरि जब फुल यसले प्रोडक्सन त दिन्छ नि, तर मुसा लाग्यो भने हामीले अलिकति नोक्सान जस्तै भनौँ। अब नोक्सान त के भन्नु, अब एउटा प्रकृति नै हो, त्यो भएर आएको। हामीले फाडेन भने, स्याहारेन भने त त्यो निर्दोष एनिमल्सले त खान्छ नि त्यो त। उनीहरूलाई हामीले दोषाउनु भएन। किन भन्दाखेरि हामी आफै फाडफुड गर्नु पर्यो। रिसाउनु भएन मेरो मुसाले खाएछ भनेर। किन भन्दाखेरि उनीहरू त खाने जात हो, उनीहरूले खान्छ है। तर हामीले फाड्नु पर्यो नि, फाड्यो भने उनीहरूले खाँदैन। र भन्दै है मैले तपाईँहरूलाई पुरा त देखाउन सकिनँ। आउने दिनमा तपाईँहरूलाई म राम्रो राम्रो भिडियोहरू तपाईँलाई देखाउने छु है। र यहाँ पनि मैले रोपेको थिएँ, यो पनि रोपेको यसपालि नै मजाले आएको छ यिनीहरू।